नरुन भने यता फर्किनु दिदी यता फर्किनु नआत्तिनु उहाँ चाहिँ सानीमा हुनुहुन्छ उहाँले नै हो हामीलाई चाहिँ बल गर्नु भएको कृष्ण मेरो दिदीकै छोरा हो मेरो आफ्नै मान्छे हो भनिसके उहाँकै रिक्वेस्टले हामीले डिएनए गरेका हौँ सायद सुरुवातमा म गर्ने छेडमा पनि थिइनँ तर उहाँले भन्नुभयो मेरै मान्छे हो भन्ने कारणले हामीले गरेको हो गर्दै गर्दाको रिपोर्ट मैले सार्वजनिक गर्दैछु यो चाहिँ जे हो त्यही भनिदिनुपर्छ के लाग्छ तपाईँलाई मलाई मिल्याछ जस्तो लाग्छ तर हजुरले भने जस्तो चाहिँ भएन नभएको कुरा चाहिँ 0% मिल्दैन रिपोर्टहरू कुनै पनि एङ्गलबाट बुवा छोरा हो भने 99% मिल्नुपर्ने अब यो मेडिकल रिपोर्ट हो यो मेरो रिपोर्ट पनि होइन यसै रिपोर्ट नदेखाइदिनु अहिले स्क्रिनसट गरेर चाहिँ पढेर देखाउनु त्यसै हजुरले पसिमा दिनु पनि सक्छु तपाईँलाई यसको लिएर जानु पनि सक्नुहुन्छ कुनै पनि मिल्दैन अरे